Hello everyone, Namaste and Sewa. This is Sajina Rai and welcome to my another YouTube video. आज चाहिँ हाम्रो घरमा महाशिवरात्रिको पावन अवसरमा पार्वाङ सुम्निमा तथा शिव पार्वती मन्दिर उद्घाटन समारोह रहेको छ अनि आयोजक चाहिँ हाम्रो कोपा श्रीडम्बर बहादुर कसिङ जमलिङ्गा हुनुहुन्छ अनि भिडियो हेरेर साथ दिनु होला र मेरो घरमा चाहिँ फुलेको सिनेरी छ एकदम दामी नै भमराहरू पुरा आइरहेछ काम पनि लागिरहेछ Masih ada nih. एकजनाले भयो कता बल राख्नु माथि हेर्नु जानु माथि कस्तो मजाले आएको हाम्रो नातिनी माथि गाउँको नयाँ रोटी मेकर आज कस्तो फिल भइरहेछ हौ माया आन्टी कस्तो फिल भइरहेछ रमाइलो नि शिवरात्रिमा रमाइलो भइरहेछ हाकेको ताकेको कुराहरू पुगोस् रोग शोक दुःख कष्ट नहोस् भगवानसँग यही प्रार्थना गर्नु तपाईँ हामी सबैले धन्यवाद गुरुबालाई पनि हैन सबैलाई के अनुरोध पनि गर्न लास्टमा त किनभने त्यस्तै गरेर आसन ग्रहणको क्रममा हुनुहुन्छ कमला देवी राई उहाँ किराँतलाई आएको छ सदस्य महिला सदस्य हुनुहुन्छ उहाँलाई पनि आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु त्यस्तै गरेर हुनुहुन्छ हाम्रा आजका यस मन्दिरलाई धार्मिक रूपमा उहाँले आफ्नो मन्दिर अनुसार पढेर
किराँत यात्राका अध्यक्ष श्री बलबहादुर राईजीलाई पनि आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरेर किराँत यात्राका वरिष्ठ सदस्य तथा खाना टिमका अध्यक्ष श्री पूर्णलाल राईजीलाई पनि आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरेर अनुराग हाम्रो गुरु पनि आइसक्नु भएको छ। त्यस्तै गरेर हाम्रा हातबाट आउनुभएका धार्मिक रूपमा उहाँले यस मन्दिरलाई घर गर्दै आउनुभएका अर्जुन भारतीन ढापाबाट आउनुभएको छ धनबहादुर राई, उहाँलाई पनि आसन ग्रहण गरिदिनु हुनको लागि म हार्दिक धन्यवाद गर्न चाहन्छु। त्यस्तै गरेर हुनुहुन्छ अर्जुनबाट यिनबाटै हुनुहुन्छ शिव राई, बाटोको कोहीबाटै नाच टोलीका संयोजक श्री रणबहादुर राईजीलाई पनि आसन ग्रहण गर्नको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। क्रममा हाम्रा किराँत यात्राका मन्दिरी श्री दिलबहादुर चामलिङ राईजीलाई पनि आसन ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरेर हुनुहुन्छ सुनपा 13 किराँत टोलका हाम्रा मन्दिरी भक्तबहादुर राई, उहाँलाई समिति पनि चिनिन्छ, उहाँलाई पनि आसन ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। यसै क्रममा हाम्रा किराँत यात्राका सदस्य वीरबहादुर खानकिमज्यूलाई पनि उद्घाटनको निमित्त किराँत यात्राका सदस्य संयुक्त सदस्य तथा संगठनको अध्यक्ष आजको मन्दिरको उद्घाटन गरिरहेको छ र यसमा हामी सबैजना यस उद्घाटनलाई सफल बनाउनको लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। सट्टै पारेको भए पनि
सबैले परिवारहरू आजको उद्घाटन कार्यक्रमलाई स्वागत गरिदिनु हुनका लागि महाशिवरात्रिको पावन अवसरमा पारुवाङ सुम्निमा तथा शिव पार्वती मन्दिर उद्घाटन समारोह 2081 फागुन 14 गते गुरुवार स्थान सुनपा 14 पूर्वी बतासेको केन्द्र लक्ष्मीपुरमा आयोजक धार्मिक व्यक्तित्व कम्बर बहादुर प्रसन चामलिङ राई त्रिभुवन नगरपालिका 14 लक्ष्मीपुर निगम धार्मिक जनसमुदायबाट उद्घाटन उत्सव बन्न गऱ्यो। फोटो भएर मलाई पठाइदिनु न मैले फोटो खिच्दिनु 5 रुपैयाँ पर्छ फोटो खिचेर आउनु नि त डाक्टरको कोलबटे टोलविकाबाट आउनुभएको छ। उहाँहरू पनि सबैलाई नम्रता भएर यहाँ उपस्थित हुनको लागि म अनुरोध गर्न चाहन्छु। कलाकार टोली प्रमुख धनबहादुर राई, त्यसै गरेर सरल राई, त्यसै गरेर दिल बहादुर राई, जोसिना राई, शोभा लिम्बू, रोहित राई, सृजना राई, प्रिन्स राई, आसना राई, सुगम राई र आशिष राई र कलाकार टोलीलाई उहाँहरूलाई स्वागत गर्छु। उहाँहरूलाई पनि त्यसको लडाइँ दिनको लागि म अनुरोध गर्न चाहन्छु र कार्यक्रम हाम्रा बुढाउलीहरूले पनि गरिरहनु भएको छ र अब किरात राईका नाच टोलीका कलाकारहरूले नाच देखाउने छ। Oh nggak, dia bikin rong, manikin rong. बस्नु नि कोको कोको आज कस्तो राम्री भएर आउनु राम्री भएर आउनु यो झरेछ।
मन्दिर उद्घाटन घुमेर चाहिँ तपाईँको ओभरअल गार्डन सुरु भएपछि तलाएर पड्किन्छ है जता त्यो होला निचराउन त उयोलाई चाहिँ त्यो गर्नेलाई चाहिँ बत्ती कहाँ जमाउने हो यहाँ त हुँदैन होला अलिक लामो तान्नु नि त्यो सले त चाहिँ बरु यहाँ बालेर पर राख्नुपर्छ कि जाने ठाउँ छ यहाँ अब बत्ती छैन नि नमः शिवाय ओम नमः शिवाय ताली बजाउने सेतो कपडा ओम नमः शिवाय शिवको सेतो ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय पानी परेन जल्दा ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय यो यता उता फुलहरुको पछि यता फुल यहाँ चढाइदिनु नि कोपाले चाहिँ हाम्रो नि पहेँलो छैन पार्वतीलाई शिवलाई त पहेँलो हो त पहेँलो फुल हुनुपर्थ्यो पार्वतीलाई शिवलाई पहेँलो यसै यहाँ पार्वतीलाई पहेँलो शिवलाई पनि पहेँलो दिन्छ त ओए मार्ला ओम नमः शिवाय ओम नमः शिवाय अब कहाँ सरकारको ठाउँ ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय लाइटर हैन बाबा बिना जो खोला था जो ढोक्यो मन्दिर उद्घाटन पनि भयो हाम्रो आज ओम नमः शिवाय 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 ओम नमः शिवाय
एकजना पूजा गर्नलाई मात्रै जाने यहाँ त गुण गाली हाल्ने चेप्टा के त्यहाँ तलबाट आउनुपर्छ दुर्गा हिजो पूजा सम्पन्न भयो पालो दिने हावा खतरा बिस्तारै जाने त लड्नुहुन्छ नि फेरि भित्रै छ होला आउनु नि नबानु ढोक्नु मात्रै हो ढोक्दा मात्रै हुन्छ आमा यस्तो भइरहेको छ चाहिँ धुवाले लास्टै गुम्सिरहेको छ भिड भएर के यता हुनु यहाँ माता श्री जय माता धार्मिक कुराहरूलाई एउटा आज यो सुनौलो अवसरमा आज यो कार्यक्रम आज भएको विविधै सबैजनालाई विविधै कुरो अवगत गर्नु चाहन्छु। तपाईँहरूले यो आज किन चाहिँ हामी आज आयौँ भन्दाखेरि एउटा धार्मिक कुरो सम्बन्धमा धार्मिक अगाडि बढाउनुको निमित्त र हामी एउटा देशको अवस्थाहरू आज अस्तव्यस्त भइरहेको छ र हामी हौ कहिले पनि हामीले आफ्नो धर्म र कर्म सम्पूर्ण र हामीले कार्यक्रम गर्नु लागि चाहिँ हामीले कार्यक्रम गर्नुको लागि चाहिँ हामीले साँचो र सत्य कुरोबाट र हामीले कुनै किसिमको छाँटछाल हामीले गर्नु हुँदैन र शिवको प्रार्थना गर्नुपर्छ, सुम्नियाङको प्रार्थना गर्नुपर्छ। जब हामीले सुम्नियाङ पारुङको प्रार्थना गर्यौँ भने हामीलाई शुभकामना सुम्नियाङ पारुङले शिव पार्वतीले दिनुहुन्छ, आशीष दिनुहुन्छ, सुख शान्ति हामी पाउन सक्छौँ। हामी धार्मिक कुराबाट अगाडि बढ्न सक्छौँ भने वास्तवमा हामीले भगवानको प्रार्थना गर्नुपर्छ, भगवानको ध्यान गर्नुपर्छ। हामीले भगवानको ध्यान गर्यौँ भने हामीले आफूले सिकाएका कुराहरू सम्पन्न गर्नु सकिन्छ। र किनभने हामी भगवानको प्रार्थनै गर्दैनौँ, हामी ध्यानै गर्दैनौँ भने हामीले एउटा हाम्रो जानु भएको हामीलाई धिक्कारै हुन्छ। किनभने हामी सबैले राम राम भन्ने, सबैले भगवानको प्रार्थना गर्ने, हामी भगवानको प्रार्थनामा गयौँ भने हामी शुभ र शान्तिमा हामी रहन सक्छौँ। र तथापि हामी के भन्नु चाहन्छौँ भने यो आज हामीले यो भगवानको प्रार्थना आज विश्वभरि आज शिव भगवानको आज आयोजना छ। महान पर्वको उपलक्ष्यमा आज विश्वमै शिवको आयोजना गरेको छ, शिवको प्रार्थना गरेको छ। शिवको आज भक्तिको दिन, ध्यानको दिन, आज पूजा प्रार्थना गरेर पूजापाठ गरेको अवगाहै सबैलाई विविधै छ। र हामीले त्यसरी नै जानुपर्छ भन्ने मेरो आह्वान हामी धार्मिक जनसमुदायहरूलाई यो मेरो आवाज। र मैले भनेर
चाहिँ हुनुपर्छ भन्ने कुरो पनि होइन। हामीहरूले आफैले चेतनामूलक हामी आफूले चेतना जगाउनुपर्छ। हामीले जब आफूले चेतना जगाउन सकिएन भने अरूले कसले जगाउने र हामीले आफ्ना धार्मिक कुरो सम्बन्धमा हामीले अगाडि बढाउनुको निमित्त धार्मिक कुरोलाई नै हामीले आज हामीहरूको ध्यान हाम्रो मन दृष्टिकोण हाम्रो त्यहाँ पुगोस् भन्ने मेरो धारणा हो। र मेरो धारणा अनुसार सबै जनसमुदायहरूले गर्नुपर्छ भनेर र मेरो प्रतिबद्धता छैन। त्यो कुरोमा आफूले नै बुझ्नुपर्ने जरुरी छ, आफूले नै जान्नुपर्ने जरुरी छ। त्यो कुरोहरूलाई अब धेरै कुराहरू म के भनिबस्छु र मैले भन्नुपर्ने कुरोहरू चाहिँ आज चाहिँ नि सबै यहाँ क्षेत्रबाट आउनुभएका इष्टमित्रहरूले आज धार्मिक कुरो सम्झेर आउनुभयो र पाठ पूजा गरेर जानुभयो र पाठ पूजामा तपाईँहरूले भगवानप्रति तपाईँहरूले पाठ पूजा गरेर आफ्ना कर्तव्यलाई पालना गर्न जानुभयो। तपाईँहरूले मलाई सम्झेर आउनु भएन, के भएर आउनुभयो भने तपाईँहरूले एउटा धार्मिक कुरोको निमित्त यो बुझौँ जानु हामीले पनि गरौँ भन्ने सवालमा तपाईँहरू उपस्थित हुनुभयो र उपस्थित भएर तपाईँहरूले यो धार्मिक कुरो सम्बन्धमा अब तपाईँहरूले चाहिँ तपाईँहरूले बुझेर जानुभयो र हामीले गर्नुपर्छ रहेछ, हामी धार्मिक कुरोमा नै अगाडि बढ्नुपर्छ भन्ने कुराहरू सबैलाई म भन्नु चाहन्छु भइसके त। अब तपाईँहरूले त्यो इच्छाले आफ्नो पाठ पूजा आफूले एउटा सानो शिव पार्वतीको एउटा फोटो राखेर पनि हामी पूजा गर्नु सक्छौँ र हामीले एउटा सामाजिकता र हामीले सामाजिकता कुरोले पनि हामी भेला भएर हामीले त्यो स्थापना गर्यो भने सामाजिकता कुरोले पनि हामीले भक्ति गर्न सक्छौँ र हामीले ध्यान गर्न सक्छौँ र आफूले एउटा फोटो सानो राखेर पनि हामीले पूजा हामीले गर्यौँ भने भगवानले आशीष दिनुहुन्छ, शिव भगवानले आशीष दिनुहुन्छ भन्दै अब म धेरै कुरो के भनिबस्नु र हजुरहरूलाई सारालाई दुःख दियो र तपाईँहरूले म क्षमा माग्न चाहन्छु। तपाईँहरूले दुःख कहाँ क्षेत्रबाट यहाँ आएर यस्तो भक्तिमा तपाईँहरूले अब यहाँ आएर तपाईँहरूले मन्दिरमा सेवा गर्नु भएको हुँदा म तपाईँहरूलाई धेरै धेरै धन्यवाद म पक्राउन चाहन्छु, आशीर्वाद दिन चाहन्छु। दोस्री तपाईँहरूले आएर सच्चा मनले सच्चा धर्मले अब आज चाहिँ शिवको मन्दिरमा आएर तपाईँहरूले आफूले फुल चढाउनु भयो, चढाउनु भयो, तपाईँहरूको निमित्त नै हो, यो मेरो निमित्त होइन। तपाईँहरूले यो पवित्र थलो भनौँ पशुपतिनाथमा छ र यो चाहिँ भनेको हामीहरूले त्यसरी नै जानुपर्छ भन्ने कुरो सबैलाई मात्रै मैले एउटा छोटो जानकारी गराउनु चाहेको छु। र वास्तवमा कुरो के हो भने आज यहाँ मैले एउटा आर्जन आफ्नो व्यक्तित्वद्वारा आर्जन गरेको हुँदा र यो समुदायलाई पनि मैले मेरो तर्फबाट के भन्नु चाहिरहेको छु भने तपाईँहरूले पनि यसरी नै हाम्रो क्षेत्र, गाउँ, टोल, नगरपालिका, वडा सम्पूर्ण क्षेत्रमा यसरी नै धार्मिक कुराहरूलाई अगाडि बढाइदिनु भयो भने धार्मिकमा मान्छे सचेत हुनु चाहन्छ र सुख हुनु चाहन्छ भन्दै आज मेरो दुई शब्द यहाँ आज पार्वङ शिव मन्दिर स्थापना भएर आज शिलान्यास भएर र आज चाहिँ उद्घाटन समारोहलाई सम्पन्न तपाईँहरूले जनसमुदाय धार्मिक समुदायहरूले आज उद्घाटन समारोहलाई सम्पन्न गर्नुभएकोमा म जनसमुदायहरूलाई नै म धन्यवाद दिँदै आज आशीष दिँदै म दुईटा शब्द
यी नै तपाईँहरूको समक्षबाट आज उद्घाटन भएको सम्पन्न भएको घोषणा गर्दै तपाईँहरूमाथि मेरो बिन्ती र सेवा र ढोक नमस्कार म गर्दै म सुम्निहाङ पारुहाङ तथा शिव पार्वतीले आशीर्वाद दियोस् भन्दै सम्पूर्ण जनसमुदायलाई आशीर्वाद दियोस् र शुभ शान्ति होस्। सच्चा र सचित्तमा रहेर हामीले यस कार्यक्रमलाई यस्तो धार्मिक कुरालाई हामीले सबैले सम्झिनु परोस् र तपाईँहरूले सम्झेर आइदिएर त्यो हामी कुरोलाई तपाईँहरूले एउटा फुल चढाइदिएकोमा तपाईँहरूले स्वरूप चढाइदिएकोमा तपाईँहरूलाई धन्यवाद दिँदै म तपाईँहरूमाथि बिदा दिन चाहन्छु। धन्यवाद। पश्चिम भहरा गरेर सिधै लाएर यदि सुत्नुभएको छ भने त्यो निष्फल बुझ्नु होला। तपाईँले खाना खाने बेलामा पूर्व फर्केर खानुहोस्। तपाईँका नियमका आचरण पनि त्यसले दिन्छ। मेरा पनि है मान्छे तपाईँ पूर्व फर्केर खानुहोस्। हो तपाईँलाई पुग्छ त्यो कुरा। उत्तर र पश्चिम सिरानी लगाएर नसुत्नुहोस्। तपाईँलाई असर पर्छ, शारीरिक असर कष्ट हुन्छ। तपाईँलाई मुटुको रोगी हुनुहुन्छ तपाईँ डक्टरमा जानुहोस्। विज्ञानले एक प्रमाण गर्छ बेच्दै फरक छैन। अत्यन्तै मुटुको रोगी हुन्छ शरीरमा भयो यदि भने जो कोही व्यक्ति पनि र त्यस्तो सपना देख्नुभयो भने प्राय त्यस्तो सिरानी बनाएर सुत्दै नसुत्नु होला कि पूर्व कि दक्षिण सिरानी बनाएर सुत्नु होला। तपाईहरुलाई यो ज्ञानका ठुलो ज्ञानको कुरा दिँदैछु। अवश्यमेव तपाईहरुले देखेका सपनाहरू अवश्यमेव ठुला ठुला फल दिनेछन् है। पितृहरूले पनि आशीर्वाद दिनेछन्, कुलको पनि उद्धार हुनेछ, राष्ट्रको पनि रक्षा हुनेछ, आफ्नो परिवारमा पनि मान सम्मान इज्जत प्रतिष्ठा कमिनेछ, साथीभाइको पनि प्रिय हुनेछ, लोकप्रियता पनि अत्यन्तै अगाडि बढेर जानेछ, सबैले हाई हाई गर्नेछन्, मान्यता प्राप्त हुनेछ, बन्धु वर्गहरूले पनि दाजुभाइहरूले पनि सहयोग गर्नेछन्। यस्तो गरियो भने म किन तल परे त्यहाँ पनि जानुहोस् है। कुरा धेरै छ। पहिले माया मोहनी लगाउने अहिले भेटु भन्दा दिन आउने पहिले माया मोहनी लगाउने अहिले भेटु भन्दा दिन आउने यसका चस्मा लाए पहिला दिशा बताको लगनु सुल्ता कन्या बेचैना लड़की